तपाईलाई थाहा छ 7 वटा साफ महिला च्याम्पियनशिप भइसकेको छ अनि नेपाल 6 पटक फाइनल पुगिसकेको छ तर ट्रफी अझै पनि नेपाल आउन सकेको छैन। यसपटक के इतिहास बदलिन्छ? नमस्कार साथीहरू, आज हामी कुरा गर्नेछौँ नेपालको साफ वुमेन्स च्याम्पियनशिप यात्रा 2010 देखि 2024 सम्मको। कसरी नेपाल हरेक पटक फाइनल पुग्यो, कसरी हर्टब्रेक भयो र किन साफ 2026 नेपालको लागि सबैभन्दा महत्त्वपूर्ण बन्न सक्छ। भिडियो अन्तिमसम्म हेर्नुहोला किनकि यहाँ तपाईहरुले नसोचेको नसुनेको धेरै कुराहरू सुन्नुहुनेछ र 2026 कस्तो रहन्छ पक्कै पनि बुझ्नुहुनेछ। कुरा गरौँ साफ 2010 को। नेपालको सुरुवात नै धमाकेदार भएको थियो। नेपालले पहिलो साफमै तहल्का मचाएको थियो। ग्रुप स्टेजमा मालदिभ्सलाई 6-0, अफगानिस्तानलाई 13-0, पाकिस्तानलाई 12-0 ले हराएको थियो। नेपाल सिधा फाइनल पुग्यो तर भारतसँग 1-0 ले हार्दै उपविजेतामै सीमित भयो। नेपालले जम्मा 31 गोल गर्यो, 1 गोल मात्र खाँदै लगभग आइसकेको ट्रफी गुमायो। र तपाईलाई विश्वास लाग्छ साफ 2010 को नेपाली टोलीमा रेणुका नगरकोटी पनि राष्ट्रिय टोलीमा समावेश थिइन्, जो अहिले पनि नेपालकी भरपर्दो मिडफिल्डर हुन् र यो साफ महिला च्याम्पियनशिप पनि खेल्दैछिन्। उनले साफ 2010 महिला च्याम्पियनशिपमा 15 वर्षकी कलिलो उमेरमै डेब्यु गरेकी थिइन्। अब कुरा गरौँ साफ 2012 को। नेपाल फेरि रोकिएन। पाकिस्तानलाई 8-0, मालदिभ्सलाई 5-0, अफगानिस्तानलाई 7-1 ले हरायो। फेरि फाइनल प्रवेश गर्यो, फेरि भारतसँग हार्यो। यसपटक 3-1 ले हार्दै यसपटक पनि नेपालले साफ महिला च्याम्पियनशिपको ट्रफी फेरि पनि हातबाट उम्कायो। साफ 2014 यसपटक साम्बाको आगमन बन्यो। यही संस्करणबाट सावित्रा भण्डारी साम्बा हुँदैन। नेपालले भुटानलाई 8-0, पाकिस्तानलाई 2-0 र श्रीलङ्कालाई 3-0 ले हरायो। फाइनल पनि पुग्यो तर भारतले नेपाललाई 6-0 ले हरायो। साम्बा आउँदा समेत भारतसँगको हारको दूरी झन विशाल बन्यो। यो नेपालको सबैभन्दा पीडादायक फाइनल मध्ये एक मानिन्छ। साफ 2016 जुन बेला साम्बाले आतंक मचाएकी थिइन्, रोक्नै नसकिने बनेकी थिइन्। यो संस्करण पुरै साम्बामय थियो। 12 गोल हो साथीहरू, 12 गोल उनी एक्लैले गर्दै हाई गोल स्कोरर बनिन्। तर यसपटक त झन् नेपाल फाइनल समेत पुगेन। नेपालले भुटानलाई 8-0, मालदिभ्सलाई 9-0 ले हरायो तर सेमी फाइनलमा भारतसँग हार्दै नेपालको यात्रा यहीँ रोकियो। यसपटक नेपालले फेयर प्ले अवार्डमा चित्त बुझाउँदै घर फर्कनु पर्यो। साफ 2019 नेपालको पहिलो घरेलु साफ जुन विराटनगरमा भएको थियो। पुरै रङ्गशाला नेपाली समर्थकले भरिएका थिए। नेपालले भुटानलाई 3-1, बङ्गलादेशलाई 3-0 र श्रीलङ्कालाई 4-0 ले हराउँदै नेपाल फाइनल पुग्यो तर फेरि भारतसँग 3-1 ले हार्यो। घरमा पनि सपना अधुरै रहन पुग्यो। साफ 2022 इतिहास बनेको वर्ष। यो प्रतियोगिता पनि नेपालमै आयोजना भएको थियो। नेपालले भुटानलाई 4-0 र श्रीलङ्कालाई 6-0 ले हराउँदै सेमी फाइनल पुग्यो। यो वर्ष नेपालले इतिहास बनायो। पहिलो पटक नेपालले भारतलाई हरायो। सेमी फाइनलमा 1-0 को जीत, पुरै देश खुसी भयो तर फाइनलमा बङ्गलादेशसँग 3-1 ले हार्दै नेपाल फेरि उपविजेता बन्यो। एकातिर नेपालले पहिलो पटक भारतलाई जित्यो तर यही वर्ष पहिलो पटक नै बङ्गलादेशसँग हार्दै पुनः ट्रफी हातबाट उक्कियो। साफ 2024 सबैभन्दा नाटकीय साफ। नेपालले भुटानसँग पहिलो पटक गोल रहित बराबरी खेल्यो। त्यसपछि मालदिभ्सलाई 11-0 ले हरायो। भारत विरुद्धको सेमी फाइनल पूर्ण ड्रामामय बन्यो। रेखा पौडेलले रेड कार्ड पाइन्। नेपालको गोल अम्पायरद्वारा डिसएलाउ गरियो र त्यस पछाडि साम्बाको पुनः कमब्याक गोल आयो। खेल पेनाल्टी सुटआउटमा पुग्यो। पेनाल्टी सुटआउटमा अञ्जना राणा मगरले भारतको 2 गोल सेभ गरिन्। अञ्जना हिरो बनिन्। नेपाल फेरि फाइनल पुग्यो तर पुनः बङ्गलादेशसँग 2-1 ले हार्दै फेरि हर्टब्रेक अनि ट्रफी हातबाट गयो। नेपालले 7 पटक साफ खेलिसकेको छ, 6 पटक फाइनल पुगेको छ तर ट्रफी अझै पनि जित्न सकेको छैन। अहिले पनि नेपालकी अनु लामाको नाममा साफ महिला च्याम्पियनशिपमा 22 गोल, साम्बाको नाममा 21 गोल छ तर कसैले पनि ट्रफी दिलाउन सकेका छैनन्। यसपटक साम्बा छैनन्। पूर्णिमा राई, मीना देउवा जस्ता प्रमुख खेलाडीहरू पहिलो पटक साफ खेल्दैछन्। नेपालले आखिरी ट्रफी कहिले जित्ला? सुरुमा भारतसँग हार्दै नेपालले ट्रफी गुमाउनु परेको अवस्थामा पछिल्लो समयमा बङ्गलादेशसँग हार्दै ट्रफी हातबाट उम्काइरहेको अवस्था छ। नेपालले अहिलेसम्म साफमा ग्रुप स्टेजमा कहिले पनि रोकिनु परेको छैन र भुटान अनि श्रीलङ्कासँग कहिले पनि हारेको छैन। अब साफ 2026 आउँदैछ। के नेपालले साफ 2026 मा पनि ग्रुप स्टेज पार गर्दै यो इतिहास कायम राख्ला कि भुटान र श्रीलङ्का विरुद्धको अपराजित यात्रा जारी रहला? तपाईलाई के लाग्छ? कमेन्टमा अवश्य पनि लेख्नुहोला र यस्तै नेपाली महिला फुटबल अपडेटका लागि च्यानल सब्स्क्राइब गर्न नभुल्नुहोला।